नमस्ते सबैजनामा म रणदीप राजलबाट हिग भिजन नेपालबाट म आज फेरि पनि हजुरहरूको लागि हिग सेन्ट्रल एक्सेस कन्ट्रोल हाजिरी मसिनको हिग भिजनको सफ्टवेयरको एउटा भिडियो लिएर आएको छु है। मलाई के रिक्वायरमेन्ट धेरै आइरहेको थियो भनेपछि हाजिरी मसिनमा हामीले म्यानुअली चेक इन र चेकआउट कसरी मिलाउन सक्छौं। कहिलेकाहीँ तपाईहरुको स्टाफहरुले चाहिँ चेक इन या चेकआउट बिर्सिन सक्छ, चेक इन चेकआउट गर्न बिर्सिन सक्छ, अथवा कहिलेकाहीँ भनौं न इलेक्ट्रिसिटीको कारणले गर्दाखेरि हाजिरी मसिन अफ भएको बेलामा तपाईको हाजिरहरु गर्न पाएको हुँदैन। सो त्यस्तो बेलामा चाहिँ हामीले सफ्टवेयरबाट चाहिँ हामीले म्यानुअली एडमिन राइट्सहरुले जसले हाजिर मसिनको एटेन्डेन्सको रिपोर्टहरु निकाल्नुहुन्छ, एडमिनिस्ट्रेटरले चाहिँ तपाईको आफ्नो इम्प्लोइहरुको चाहिँ चेक इन र चेकआउट म्यानुअली आफै सिस्टमबाट चाहिँ कसरी मिलाउन सकिन्छ भनेर म अब हजुरलाई देखाउन गइरहेको छु। सो अब म्यानुअली हजुरहरूले हाम्रो हिग सेन्ट्रल एक्सेसबाट चेक इन चेकआउट करेक्सन मिलाउनु पर्यो भने चाहिँ हजुरहरूले सबैभन्दा सुरुमा चाहिँ हिग सेन्ट्रल एक्सेस कन्ट्रोल लगइन गर्नु होला र यो एटेन्डेन्स भन्ने सेक्सनमा जानु होला है। त्यसपछि यो हाम्रो एप्लिकेसन एन्ड एप्रुभल भनेर छ है एउटा सेक्सन, त्यसको अन्डरमा चेक इन चेकआउट करेक्सन भनेर छ। अब यहाँ चाहिँ हजुरले हेर्न सक्नुहुन्छ, यहाँ एड भनेर देख्न सक्नुहुन्छ है। सो एडमा क्लिक गर्नु होला र कुन पर्सनको हजुरहरूको एटेन्डेन्स मिलाउने हो त्यो चाहिँ हजुरहरूले यहाँ यो आइकनबाट सिलेक्ट गर्नु होला है। सो अहिले चाहिँ एकजना मात्र छ है, यो एउटा जस्ट इक्जाम्पलको लागि। सो यहाँ हजुरहरूको थुप्रै मान्छेहरू हुन सक्छ, सिलेक्ट गर्नुपर्ने हुन्छ। सो मैले आफ्नो मिलाउन चाहे भने मैले यहाँ क्लिक गरेँ र मैले एड गरेँ। अब मैले आफ्नो यहाँ एड गरिसकेपछि म यहाँ देखाइसकेको छु। अब के मिलाउने त, चेक इन चेकआउट मिलाउने हो कि ब्रेक इन मिलाउने, के कुराहरू मिलाउने। अब मलाई चेक इन मिलाउनु छ भने मैले चेक इनमा क्लिक गरेँ र कहिलेको मिलाउने त, ल मानौँ मलाई 27 तारिकको मिलाउनु पर्ने छ भने 27 तारिकमा क्लिक गरेँ र मैले चेक इन कति बजे अफिस टाइम हो, कति बजे आउनु भएको थियो त्यो भेरिफाई गरेर राख्नु होला। ल जस्तो म अफिस 10 बजे आएको थियो भने मैले 10 राखेँ र हजुरहरूले यहाँ रिजन पनि लेख्न सक्नुहुन्छ है। अब डिभाइस अफलाइन भनेर अथवा जेसुकै रिजन हुनसक्छ त्यो लेख्नुपर्ने हुन्छ। र त्यस्तो केही एट्याचमेन्टहरू हुन्छ हाम्रो अब भनौँ न अफिसहरूमा चाहिँ गार्डहरूले पनि रेकर्डहरू राखिरहेको हुनसक्छ एउटा एट्याचमेन्ट। सो त्यस्तो रेकर्डहरूलाई पनि अपलोड गर्न सक्नुहुन्छ एज अ प्रुफ। अनि त्यसपछि चाहिँ हजुरहरूले, किनकि अब एडमिनले नै सच्याइरहेको छ यो चेक इन चेकआउट, सो अटो एप्रुभ नै गरिदिनु होला। सो अटो एप्रुभ गरेपछि एड गरिदिनु होला। सो हजुरको यहाँ एप्लाइड भएको एप्रुभ पनि भइसकेको छ। त्यसै गरी अब चेकआउट पनि मिलाउनु पर्ने हुन्छ। सो त्यसैले त फेरि यहाँ एडमा जानु होला। अब त्यही पर्सनहरूलाई सिलेक्ट गर्नुपर्ने हुन्छ हजुरहरूले। एड गरे र चेकआउटमा क्लिक गरिसकेपछि अब त्यही दिनको हजुरहरूको भनौँ न चेकआउट मिलाउनु पर्ने भयो है। चेकआउट भनेको अब बेलुका 5 बजे हुन्छ या 6 बजे कति हुन्छ टाइम, हजुरहरूले सिलेक्ट गरेर आफै गर्न सक्नुहुन्छ है। सो ओके गरेँ र यहाँ पनि मैले त्यही गरेँ, डिभाइस अफलाइन भनेर रिजन हालिदिएँ र अटो एप्रुभ गरिदिइसकेँ। सो एड गरिदिइसकेँ। सो अब हजुरहरूको चेक इन र चेकआउट मिलिसकेको छ। र अब मेन कुरा भनेको एटेन्डेन्स रिपोर्ट निकाल्दाखेरि बाँकी प्रोसेस त फलो गर्नु नै पर्छ। जस्तै तपाईँले ट्रान्जेक्सन एकचोटि इम्पोर्ट गर्नुपर्ने हुन्छ डिभाइसबाट र त्यसपछि एटेन्डेन्स क्याल्कुलेसन पनि गर्नुपर्ने हुन्छ। र त्यसरी चाहिँ हजुरहरूले मन्थली चेक इन चेकआउट रिपोर्टमा चाहिँ एटेन्डेन्स रिपोर्टहरू देख्न सक्नुहुन्छ। जुन सच्याएको चेक इन र चेकआउट हजुरहरूको मेन यो मन्थली रिपोर्ट या अरू कुनै एटेन्डेन्स रेकर्डमा हजुरहरूले सही पाउनुहुनेछ। सो यसरी नै हजुरहरूले म्यानुअली चेक इन चेकआउट मिलाउन सक्नुहुनेछ। हस्, थ्याङ्क यू।